नमस्कार। लु अब भगाउनुहोस् सर्दी खोकी जुखाम आफू नै। सुन्नुभयो नि? हाई, सबै राम्रै हुनुहुन्छ? म आज तपाईँहरूको अगाडि वर्तमान ठन्डा चलिरहेको छैन र सिजन हेरी एउटा भिडियो ल्याउँदैछु जुन अहिले सर्दी खोकी धम मचाइरहेको छ होइन। होलसेलको जसरी नै त भइरहेछ होला र तपाईँहरू सुन्नुहोस् मजाले दिउ लगाएर। र कतिपय औषधि छन् जो हामी आफै नै गर्न सकिन्छ र साथै छेउछाउमा जडीबुटीहरू छन् तिनै उपयोग गरेर हामी ठिक हुन सकिन्छ। कतिपय योगा छन् ती योगा गरेर हामी ठिक हुन सकिन्छ र डाक्टरकामा त नजानु भन्दिनँ म तपाईँहरूलाई, लेकिन घरुवा भावे पनि गरी हेर्न सक्नुहुन्छ जुनमा तपाईँहरूको खर्च छैन होइन, फिज छैन, खर्च छैन र गरी हेर्न के ठुलो कुरो। अगर राम्रो हुन्छ र भइहालेछ भने त राम्रो कुरो। र त्यही सोचेर तपाईँहरूलाई म जे जान्दछु त्यो वस्तु तपाईँहरूलाई भन्न जाँदैछु र तपाईँहरू पनि गरी हेर्नु, निश्चय राम्रो हुन्छ। किनकि विश्वास चाहिन्छ, विश्वास लिएर गर्नुहोस्, किन हुँदैन। कति मान्छे भइरहेका छन् र त मान्छेहरूले यस्तो गर्छन्, नभई थोडी गर्छन्, गर्दैनन् नि त। र अब कुरो सुन्नुहोस्, जे प्रथम यी बेमारबाट हार्नको लागि पहिले फर्स्ट त तपाईँहरू के गर्नु भने शङ्ख बजाउनुहोस्। सुन्नुहोस्, अब छ सबैको घरमा शङ्ख? सबैको घरमा शङ्ख त छैन होला र अब त्यो सम्भव पनि छैन र त्यो हुनेहरू जसको घरमा छ उहाँहरूले बजाउनु। भरिसक्के शङ्ख सधैँ नै बजाउनु एक टाइम, बहुत राम्रो। र 2 नम्बरमा तपाईँहरूले 100 ग्राम बादाम लिनु, त्यहाँबाट यो मरिच लिनु 20 ग्राम, ठिक छ। त्यहाँबाट खान्ड भन्छ, खान्ड यो कुहिरको बडै बनिन्छ, यो मिठाईबाट जुन एउटा गेट बनिन्छ त्यो दोकानमा पाउनुहुन्छ। त्यो 3वटा मिक्स गरेर यो परिमाणले मिक्स गर्नु, मिक्स गरेर त्यसलाई धुलो बनाएर एउटा बोतलमा हालेर राख्नु र 1 चम्मच दिनको कोही भी समयमा सुत्ने अगाडि खाँदा नि राम्रो खानुहोस्। यसले भित्र तपाईँहरूको तताउँछ, पगलाउँछ र त्यो वस्तु निक्लिन्छ। पहिले फर्स्ट जान्नुहोस्, यो वस्तु ब्याक्टेरियाबाट हुन्छ। यो हुसरा रोग हो र यो वस्तु योबाट अर्कोबाट अर्को देख्नु न, कसैको घरमा भयो भने सबै घर, त्यहाँबाट गाउँ, सबै यस्तो वस्तु यो। र अलिक सावधान, जहीँ तहीँ थुक्नु हुँदैन, एउटा निर्दिष्ट जग्गामा। त्यहाँबाट घरकाले पनि जुठो सुठो बर यता मिलामिसा अलिकति सावधान भएकै राम्रो। किनकि बेमार त अब हुने रहेछ भने त उपाय त छैन, त्यही पनि त्यस्तो कुरो। र त्यो खान सक्नुहुन्छ। र तपाईँहरूले यो बेमारमा अर्को धर्नुहोस् योगा, त्यो अब म बताउँछु लास्टमा। म आज त्यही कारणले यहाँ बसेको कारण चाहिँ तपाईँहरूलाई कतिपय म योगा देखाउँछु जो यो बेमारमा बहुत जरुरी छ। हेर्नुहोस्, त्यसले दुईवटा काम गर्छ, स्वास्थ्य पनि ठिकमा ल्याउँछ र बेमार पनि ठिक गर्छ, ठिक छ। र अर्को तपाईँहरूले पुदिना, हर्दी, अदुवा, तुलसी पत्ता यी परिमाण एउटा निर्दिष्टले मिलाएर कुटेर मौरीको मह 1 चम्मच हालेर खानुहोस्। दिनमा त्यो 2 खेप खाँदा नि राम्रै हो, कोही अपकार गर्दैन। त्यसै पनि खान सकिन्छ ती सब वस्तु होइन। र त्यो खानुहोस्, त्यसले पनि तपाईँहरूलाई आराम दिलाउँछ। नभए हर्दी अदुवा
साथमा मौजुल 1 चम्मच हालेर त्यही परिमाणले बनाएर खानुहोस्, त्यो पनि काम दिन्छ। र यी भए दबाईहरू, तपाईँले यी दबाई गर्नुहोस्, ठिक हुन्छ। घरुवा भावे त्यहाँबाट योगामा अब तपाईँहरू हेर्नुहोस्, म योगा देखाउँछु। यो हेर्नुहोस्, यसरी बस्नुहोस्, यसरी बस्नुहोस्, यी दुईटा हात एउटा यसरी यसरी यहाँ जोड्नुहोस्, ठिक छ। हेर्नुहोस्, यी राइट से, ठिक छ। अर्को तपाईँलाई म देखाउँछु, बस्नुभयो, दुईटा मुठी मार्नुभयो, पुरा टाइट छ, यो पनि एउटा हो, ठिक छ। त्यहाँबाट अनुलोम विलोम, कपालभाती, त्यहाँबाट यो प्रकारले तपाईहरु एक्सरसाइज गर्नुहोस्। र घरमा पेलेको मिठा तेल गरम गरेर राम्ररी छाकेर त्यसलाई परिष्कार गरेर सुत्ने बेलामा नाकमा दुई बुन हालेर सुत्नुहोस्। नाभिमा नि लगाउनुहोस्, हातमा तालुमा घस्नुहोस्, एकछिन कानमा घस्नुहोस्, तेल लगाएर एकछिन मोल्नुहोस्, त्यहाँबाट खुट्टाका पैताला मोल्नुहोस्। किनकि वस्तु यो ठन्डाले त भएको हो, फ्रिजका वस्तुहरू नखानु तपाईहरु। यो एकेबारे नराम्रो वस्तु अहिले त एकदम यो त्यस्तो त छ भने त फ्रिज त हेर्दै नहेर्नु। कोही भी वस्तु त्यहाँको वस्तु नखानु। यो वस्तुले झन् तपाईलाई पछि गाडी हो भने बहुत दिगदार वस्तु नि हो, फेरि माने भकोबाई गर्छ, बहुत लम्बा समयसम्म खासी जाँदैन। र सावधान हुनु, एकछिन उ गर्दाखेरि ठीक हुन्छ। अब तपाईलाई योगा अब अनुलोम विलोम त यसरी धर्नु, यो अब एउटा नाक एकपट्टि बन्द गर्नुभयो, देख्नुभयो नि, एउटा नाकले लिएर एउटा नाकले छोड्ने, त्यो भयो। त्यहाँबाट अर्को भयो हो त। त्यहाँबाट तपाईको अर्को एउटा कुरो तपाईलाई भन्छु, राति सुत्दा देब्रेपट्टि फर्केर जब पल्टिनुहुन्छ त दाहिने नाकबाट तपाई सास लिनु र देब्रेले छोड्नु। दाहिनेले लिनु, देब्रेले छोड्नु। लेकिन देब्रेले लिएर दाहिनेले छोड्ने हो त होइन। 20-25 खेप गरी हेर्नु, त्यसले भी तपाईलाई बहुत राम्रो गर्छ। र अर्को कुरो, मैले अब यी ठुल्ठुला गुरुहरूको उसमा प्राय यसको विषयमा जब खोजबिन माने हेरेको थिएँ, के भनेको छ भने गाईको घिउको जुन तपाईहरु भन्नुहुन्छ यो हवन, बुझ्नुभयो? गाईको घिउको हवन घरमा गर्नुभयो भने यो वस्तु, यो ब्याक्टेरिया बस्दैन अरे, भाग्छ। लेकिन आजकल त हवन कहिले हो? पूजा पाटल भयो भने है। पूजा पाटल त अब बहुत कम्ती गर्न थाले राइजेले, सबैले नै अब त्यो वस्तु प्राय छोडे। हवन गर्ने काम त माने त्यसै जस्तो माने फाल्तु जस्तो सोच्छन् कतिपयले, लेकिन त्यसको बहुत महत्त्व थियो। र राइजेले अगाडि माने सबले जे घरमा एकखेप भयो नि वर्षमा त गर्थे, भए पनि हवन भइ नै रहन्थ्यो अगाडि। अब कस्तो हवन भन्नुहुन्छ भने प्रत्येक अब भात पकाउँदा आगामा चामल हाल्थे, त्यो पनि हवनै थियो। भात खाँदा घिउ हाल्थे अलिकति, त्यो पनि हवनै थियो। त्यो अहिले छैन हवन वस्तु त के, त्यो माने गुरुत्वै छैन। लेकिन त्यसमा कति तात्पर्य थियो देख्नु हो, ब्याक्टेरिया खेद्ने त्यसमा गुण छ। र हवन गराउन सक्नुहुन्छ भने झन् राम्रो। घरमा त्यस्तो बिमार भयो भने देख्नुभयो, मलाई खोकी, अहिले म यी सब गर्दैछु।
र ठिकै छ। वर्तमान त्यति खास आग बढेको छैन। म आफ्नो शरीरलाई आफै राख्छु। डक्टरकामा जानु परेको छैन भगवानको कृपाले अहिलेसम्म। र धन्यवाद मान्छु। र तपाईँहरू पनि यही प्रकारले गर्नुहोस् र निश्चय उपकृत हुनुहुन्छ। र तपाईँहरूले यो विधिमा आरामसे गर्नुहोस्। डाक्टरकामा नै जानुहोस्, यो नि गर्नुहोस् र के पाउनुहुन्छ तब गम पाउनुहुन्छ। धन्यवाद, नमस्कार।